हेलो सबैलाई नमस्कार अर्को टुमाई टेबल ब्लग होइन अनि आज म यहाँ पशुपतिमा घुम्न आएको छु अस्ति भर्खर यहाँ श्रम संस्कृतिका अध्यक्ष हर्क सम्पाङ आउनुभएको थियो यहाँनिर चाहिँ श्रम संस्कृति श्रमदान गर्नको लागि पशुपति एरियामा आज म त्यही घुम्नको लागि आएको छु लेट्स गो ओके साथीहरू अब चाहिँ म यहाँनिर मेन मन्दिरमा प्रवेश गरिसकेको छु होइन अनिखेर त्यो अस्ति हर्क सम्पाङले चाहिँ सफा गरेको नदीसम्म चाहिँ हामी पुग्न लागिसकेको छौँ त्यहाँ गएपछि के कस्तो गरेर सफा गरिरहेछ त्यो हामी देखाउनेछौँ है त र फाइनली म आइसकेको छु अस्ति हाम्रो माननीय हर्क सम्पाङजीले साथ गर्नुभएको ठाउँमा हेर्नु सक्नुहुन्छ उहाँहरूले साथ गर्नुभएको थियो तर पनि फेरि पनि फोहोर गरिसकेको रहेछ त्यसरी फोहोर नगर्नुहोस् हामी अब जिम्मेवारी नागरिक बन्नुपर्छ यसरी फोहोर गऱ्यो भने कति आएर सफा गरिदिन्छ को आएर सफा गर्ने त्यही भएर हामी असर नागरिक भएर यसरी फोहोर नगर्नु होला अस्ति घर सफा गरेको फेरि पनि फोहोर भइसकेको छ कृपया जति पनि मान्छेहरू भिडियो हेर्नुभएको छ यहाँनिर फोहोर नफ्याँकिदिनु हुन अनुरोध गर्दछु धन्यवाद भ्यू देखाइदेऊ त्यहाँ दाउरा टिपिरहेको Thank you for watching. Don't forget to subscribe, like, share गर्न चाहिँ नबिर्सिनु होला है धन्यवाद